गुड इभिनिङ गाइज। के छ तपाईहरु सन्ध्या आरामै हुनुहुन्छ होला नि त। हामी पनि ड्युटी सकेर आएको अवस्था छ। अब मलेसियामा पनि विभिन्न सेक्युरिटी कम्पनीहरू कारबाहीमा परेका छन्, जो भनेजति तलब नदिने, समयमा नदिने आदि इत्यादिहरू सरकारले चाहिँ त्यो धेरै गुनासो गइसकेपछि छानबिन गरेर केही बाहिर ल्याएको छ। विदेशमा पीडाहरू प्रशस्त छन्, किन सप्लाई सेक्युरिटी भनेको सप्लाई कम्पनीहरू हुन्छ। त्यसकारणले गर्दाखेरि यस्ता चाहिँ अथन पीडा मर्काहरू श्रमिक ज्यादै नै छन् यहाँ। र नेपालमा पनि अब कुनै चाहिँ सन्दर्भ उठेर युवाहरूलाई रोजगार दिने केही वातावरण नेपालमा बनाउने र अहिले अब चाडबाडको फुलमालाको चाहिँ सिजन सुरु भयो, तिहार पनि नजिक आउँदैछ। अब त्यस्तो अवस्थामा प्लास्टिक फुल इन्डियाबाट आउने फुलहरू विभिन्न चाहिने फुलहरू जति पनि छन् त्यसलाई विस्थापन गर्न सकेर नेपाली मार्केटलाई चाहिँ सम्बोधन र साथ दिन सक्यो नेपाली किसानलाई भनेदेखि पनि धेरै देशले चाहिँ अलिकति किसानको चाहिँ मनोबल बढ्छ। काठमाडौँ नगरपालिकाले त्यो घोषणा गरिसक्यो। अरू विभिन्न नगरपालिका बोर्डरमा रहेका ठाउँहरू अलिकति चाहिँ सरकारले निगरानी बढाएर इन्डियाबाट चाहिँ तस्करी हुने त्यसलाई रोकेर चाहिँ चाडबाडको उसमा देशकै चाहिँ सामानहरू खपत गर्न सक्यो भने त्यो एउटा राम्रो काम हुन्थ्यो। त्यो सन्दर्भ पनि देखिन्न, किन गृहमन्त्री धेरै निरै भइसके, कमजोर भइसक्यो। उनले केही गर्न सक्ने अवस्था पनि उनको मैले खासै देख्दिनँ। त्यस्तो गर्न सक्यो र भारतबाट आउने आयात सब्जीहरूमा पनि केही प्रतिबन्ध लगाएर ब्रोइलर कुखुराहरू भयो, विभिन्न भयो बोर्डरमा हुने तस्करीहरू, यिनलाई केही चाहिँ हदसम्म अलिकति टाइट गरेर नेपालका किसानहरूलाई प्रोत्साहन गर्न पर्ने देखिन्थ्यो। तर यो सरकारबाट यो पनि आशा नगरौँ, किन भन्दाखेरि अब चाहिँ धेरै आशा गर्नु पनि मूर्खता हुन्छ। यिनीहरूले यो चाहिँ गर्दैन, जनताको पक्षमा हुने काम चाहिँ निर्णय चाहिँ यिनीहरूले गर्दैनन्, किन यिनीहरू अर्कैको इसाराबाट चलिरहेको अवस्था छ। त्यसकारणले गर्दाखेरि अब धेरै आशा गर्नु एउटा बेकारै हुन्छ। जय देश जय हिन्द।